नेपाल प्रहरीको सेवाबाट रिटायर भएको 1.5 वर्षमै अस्थायी सुदूरपश्चिम पुर्ख्यौली घर भएका पूर्व डिआइजी अर्जुन चन्द ठकुरी घर परिवारसँगै बाँकी समय बिताउने धोको अधुरै। नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक डिआइजी अर्जुन चन्दको बुधबार दुःखद निधन भएको छ। बैतडीको दशरथ चन्द नगरपालिका वडा नम्बर 10 पुर्ख्यौली घर भएका चन्दको उपचारका क्रममा मेडिसिटी अस्पतालमा अपत्यारिलो निधन भएको खबरले सबैलाई स्तब्ध तुल्याएको छ। ललितपुर महानगरपालिका 18 नक्खु सिर्जना मार्गमा बस्दै आएका चन्द गत 5 गते 81 लडेर घाइते भएका थिए। ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी तुलबहादुर कार्कीका अनुसार चन्दलाई तत्काल अस्पताल पुर्याई उपचार गरिएपछि सोही दिन उनलाई डिस्चार्ज गरिएको थियो। तर असार 10 गते पुनः स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई फेरि अस्पतालमा भर्ना गरिएको थियो। आइसियुमै उपचाररत रहेका पूर्व डिआइजी चन्दको बुधबार बिहान 6:55 निधन भएको प्रहरीले जनाएको छ। चन्दको निधनप्रति नेपाल प्रहरी संगठन सहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। 30 मङ्सिर 2081 मा चन्दले नेपाल प्रहरीको 30 वर्षे सेवा पूरा गर्दै अवकाश प्राप्त गरेका थिए। 2051 सालमा सेवा प्रवेश गरेका उनी प्रहरी संगठनभित्र एक निर्भीक र स्वच्छ छवि भएका प्रहरी अधिकृतका रूपमा चिनिन्थे। प्रहरी सेवाबाट निवृत्त भएपछि बाँकी समय घर परिवारसँग बिताउने योजनामा रहेका चन्दको धोको अधुरै भएको छ। उनी अब कहिल्यै नफर्किने गरी सदाका लागि यो संसारबाट बिदा भएका छन्। पूर्व डिआइजी चन्दप्रति हाम्रो पनि भावपूर्ण श्रद्धाञ्जली।